मेरो इन्टरभ्यू चाहिँ अप्रिल 22 2:30 मा थियो। म चाहिँ एमबेसी 12 बजे नै पुगिसकेको थिएँ। अनि त्यहाँ पुगेर त्यहाँ लाइन चाहिँ धेरै नै थियो। त्यहाँ मान्छेहरू धेरै नै हुनुहुन्थ्यो। टुरिस्ट भिजाको पनि धेरै हुनुहुन्थ्यो, स्टुडेन्ट भिजाको पनि धेरै हुनुहुन्थ्यो। त्यहाँ गइसकेपछि म चाहिँ 12 बजे नै भित्र नपसेर 1 बजेभित्र पसेँ। अनि लाइन लागेर भित्र बायोमेट्रिकको पालो आयो हाम्रो। अनि बायोमेट्रिक गरिसकेपछि मेरो इन्टरभ्यूको पालो आउने बेलासम्म 4:30 भइसकेको थियो। अनि 4:30 मा मेरो चाहिँ इन्डियन भिभो पर्नुभएको थियो। अनि म त्यहाँ पुगेँ अनि मैले उहाँलाई ग्रिट गरेँ। गुड आफ्टरनुन अफिसर, हाउ आर यु भने अफिसरलाई मैले। उहाँले पनि हाँसेर गुड आफ्टरनुन, हाउ आर यु भन्नुभयो। अनि आई एम फाइन एन्ड हाउ आर यु भने मैले। अनि उहाँले चाहिँ त्यस पछाडि मलाई गिभ मी योर इन्ट्रोडक्सन भन्नुभयो। अनि मैले चाहिँ मेरो इन्ट्रोडक्सन दिएँ उहाँलाई। अनि त्यसपछि मैले मेरो इन्ट्रोडक्सनमा म इकोनोमिक्स मेजरमा हाई स्कुल गरेको भनेर मेन्सन गरेको थिएँ। त्यो सुनेर उहाँले इकोनोमिक्सको एउटा इन्ट्रेस्टिङ कुरा भन भन्नुभयो। अनि मैले भने हल्का फम्बल गरेको थिएँ, तर पनि भने मैले त्यसको एन्सर। अनि उहाँले मलाई इक्जाम्पल दिएर बुझाऊ भन्नुभयो। अनि मैले इक्जाम्पल पनि दिएँ। अनि त्यस पछाडि उहाँले मलाई यो युनिभर्सिटी नै किन जानु लाग्यो भन्नुभयो। अनि मैले त्यसको एन्सर भनेँ। अनि त्यसपछि उहाँले मलाई तिमी योभन्दा अगाडि कहिले इन्डिया गएको छौ भनेर भन्नुभयो। मैले अफिसर म गएको छैन भने। अनि त्यसपछि उहाँले स्पोन्सरको बारेमा सोध्नुभयो। अनि मैले स्पोन्सरको एन्सर भनेँ। अनि उहाँ एकछिन केही बोल्नु भएन, कम्प्युटरमा टाइप गरिराख्नुभयो। अनि एकछिन पछि ग्रिन स्लिप लिएर अनि बेस्ट अफ लक फर युर स्टे इन युएस भन्नुभयो। अनि मैले थ्याङ्क यू अफिसर, हेभ अ ग्रेट डे भनेर खुसी हुँदै ग्रिन स्लिप लिएर बाहिर निस्केँ। अनि पेसिफिक इन्टरनेसनल परिवार म्याम सरहरू सबैलाई धेरै धेरै धन्यवाद मेरो यो युएस प्रिपरेसनको लागि। धेरै नै गाइड गरिदिनु भयो। मेरो मेन्टर चाहिँ प्रशंसा म्याम हुनुहुन्थ्यो। उहाँले पनि धेरै हेल्प गर्नुभयो। उहाँलाई प्राइभेटली मेसेज गर्दा पनि रिप्लाई दिनुहुन्थ्यो। एन्सर प्रिपेयरमा धेरै हेल्प गर्नुभयो। मेरो मेन्टर नहुँदै एसरी म्यामले पनि मलाई धेरै नै सहयोग गर्नुभयो। त्यस्तै गरी अस्मिता म्यामलाई सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। अनि यदि तपाईँ पनि युएसको लागि तयारी गर्दै हुनुहुन्छ भने प्लिज भिजिट पेसिफिक इन्टरनेसनल एन्ड द्याट्स इट।